हेलो साथीहरु, हामी चाहिँ उन्याङ ओछेनको यकमा रहेको छौं। हामी चाहिँ उन्याङको नामुखिल हेर्न जाँदै छौं। अस्तिको हप्ता राम्रो थिएन नि त, त्यही भएर यसपालि चाहिँ राम्रो छ कि भनेर हेर्न गएको छौं। तर पत्ताहरु झरेको छ भन्ने चाहिँ खबर आएको थियो, त्यही पनि जाउँ न भनेर गएको छौं। अनि यो यकबाट चाहिँ बाटो क्रस गरेर यहाँ अगाडि सिधै देख्न सक्नुहुन्छ नमस्ते होटल नेपाली रेस्टुरेन्ट। अनि त्यहाँ त्यसपछि चाहिँ बस चढेर तपाईहरु 4-5 वटा स्टेसन पछि चाहिँ यहाँ उन्याङ जान सक्नुहुन्छ नामुखिल भएको ठाउँमा। यहाँ एकसुपो आफाथु भन्ने ठाउँबाट झरेर तपाईहरु यहाँनिर जान सक्नुहुन्छ। मैले फोटो पनि भिडियो पनि गर्दैछु छु। गाडीबाट झर्ने बित्तिकै यसो हेरेको त रुखमा त पत्तै थिएन। ला सोचेको जस्तो छैन कि क्या हो भनेर रिग्रेट हुन्छ कि भन्दै जाँदै थिएँ भित्र। अनि तर ठिकैको थियो। अनि भिडहरु देख्न सक्नुहुन्छ यो नामुखिल हेर्नुको लागि। अनि रुखमा भन्दा बेसी भुइँमा पत्ता थियो क्या। अनि मास्तिर यसो हेर्दाखेरि चाहिँ भित्र चाहिँ अलिक ठिकैको रहेछ, राम्रै रहेछ, त्यस्तो नराम्रो पनि रहेन रहेछ। अनि हामी गयौँ भित्र। अनि यहाँ पर गएपछि चाहिँ कस्तो राम्रो लाग्यो कि। अनि म चाहिँ हेलो गाइज भन्दै भिडियो बनाउँदै थिएँ। त्यहाँनिर अर्को युट्युबर दाइ पनि भेट भयो। दाइसँग हल्का चिनजान गरेर फेरि हामी भित्रतिर गयौँ। अनि यहाँ उन्याङ नामुखिल लेखेको ठाउँमा चाहिँ फोटो खिच्ने एकदम भिड थियो कि। यहाँनिर फेरि कोरियनहरुको फोटो खिच्न दिँदैन भनेर क्यामेरा माथि गरे। अनि फेरि हामी भित्रतिर लाग्यौँ र गीतहरु हुँदै थियो एकदम राम्रो। सकेर हामी चाहिँ अलि भित्र गयौँ। भित्र जाँदा चाहिँ कति रुखहरु खाली नै थियो भन्दा पनि हामीले चाहिँ भुइँको पत्ताहरु टिपेर यो अरूले यस्तै गर्दैन थियो, हामी पनि यस्तै गर्दै रमाइलो गर्यौँ कि साथी र म। अनि यहाँनिर देख्न सक्नुहुन्छ बच्चाहरुको गेम यस्तो डेन्जर क्या, हेर्दा चाहिँ तर रमाइलो होला, एकदम रमाइलो। अनि तपाईहरु यहाँनिर साइक्लिङ गर्न रुचाउनुहुन्छ भने यहाँ वेलकम छ है गाइज। यहाँनिर साइक्लिङ चाहिँ जहिले भइराख्छ, तपाईहरु कसैलाई प्यासन हुन्छ नि। अनि यहाँ चाहिँ माछा छ अरे भनेर मैले देखाउँदैछु, तर मैले माछा चाहिँ देखिनँ कि। अनि तपाईहरु त्यहाँ देख्नुभयो भने कमेन्ट डाउन गरिदिनु होला। त्यसपछि हामी यो बाटो हुँदै पारी गयौँ। पारी चाहिँ सिरु फुलेको छ, सिरु, यसलाई चाहिँ हाम्रो नेपालमा सिरु भन्छ नि त। अनि तर यहाँ चाहिँ के भन्छ थाहा छैन। यहाँ चाहिँ फोटो भिडियो खिच्नेहरुको लाइन मतलब भिड हुनुहुन्थ्यो क्या। भिड यस्तो राम्रो थियो कि शान्त सुन्दर थियो क्या यहाँनिर। अनि साँझ परिसकेको थियो। अनि साँझ भइसकेको थियो। हामी पनि यहाँनिर फोटो भिडियो टन्नै खिच्यौँ, बनायौँ। यसरी हेर्दाखेरि चाहिँ यो चाहिँ एकदम गाउँघरकै भाइब्स दिने खालको ठाउँ थियो, विदेश नै होइन जस्तो। अनि यो दुई बाटो छ, त्यो दुई बाटो पनि पर पनि फोटो खिच्ने ठाउँ राम्रो थियो। तर हामी चाहिँ यहाँसम्म मात्र गयौँ र मैले आफ्नो पनि भ्लग गर्दैछु। यो हाम्रो अन्तिम चरणको लास्ट क्लिप थियो। यहाँ हामीले चाहिँ अघि फोटो खिचिसकेको लाइभ फोटोहरु यहाँ म लाउँदैछु मेमोरीको लागि, भोलि पर्सि हेर्न मिल्छ भनेर। अनि यहाँ 2-4 वटा फोटो ट्रायंगल शेपमा एकदम राम्रो फोटो आउँदो रहेछ। तपाईहरु पनि जानुहुन्छ भने यहाँ फोटो खिच्न नछुटाउनु होला। यो हप्ता चाहिँ ठिकैको थियो। अब तपाईहरु नेक्स्ट हप्ता जानुहुन्छ भने चाहिँ कतै अलिअलि नै बाँकी चाहिँ रहन्छ नि होला यो पत्ताहरु, तर धेरै नै झरिसकेको छ। छिटो भन्दा छिटो जानु होला। अन्तिममा हामीले नेपाली खाना खायौँ नमस्ते होटलमा। अनि फेरि घर गयौँ। मेरो ब्लगलाई लाइक, शेयर, सब्स्क्राइब, कमेन्ट गरिदिनु नबिर्सिनु होला गाइज। हाम्रो ब्लग चाहिँ अब यति नै रहेको छ। हामी घर जान लागेको। बाइ बाइ। नामुखिल इन्ड भयो हाम्रो ब्लग।